सो हेलो गाइज, तपाईँहरूलाई मेरो नयाँ भिडियोमा स्वागत छ। आज चाहिँ म होन्डा डिलक्सको पिस्टन रिङ कसरी बसाल्ने बारेमा जानकारी दिन गइरहेको छु। अन्तिमसम्म हेरिदिनु होला। सो यो चाहिँ आयल रिङ हो। यसलाई हामी ब्लकभित्र हालेर चेक गर्नुपर्ने हुन्छ। यसमा कुनै ग्यापहरू छ कि छैन। ग्याप भयो भने चाहिँ कम्प्रेसर लिक हुने समस्याहरू आउँछ। त्यही भएर यसलाई राम्रोसँग चेक गर्नुपर्ने हुन्छ। यो चाहिँ ठिक छ। हामी यस्तै गरी सबै रिङहरूलाई चेक गर्छौँ एक एक गरेर। यो चाहिँ अर्को आयल रिङ हो। यसलाई पनि हामी त्यही तरिकाले चेक गर्छौँ। हेर्न सक्नुहुन्छ, यो पनि ठिक छ। यसमा कुनै ग्याप छैन। यसमा ग्याप हुँदैन। यिनी भइसक्यो। अब हामी अर्को रिङ चेक गर्छौँ। यो चाहिँ टप 1 हो, टप 1 रिङ। यसलाई पनि हामी त्यही तरिकाले चेक गर्छौँ। हेर्न सक्नुहुन्छ, यसमा पनि कुनै ग्याप छैन। यो ग्याप भयो भने चाहिँ यिनीहरूबाट कम्प्रेसर लिक हुन्छ, मोबिल लिक हुन्छ। अनि मोबिल लिक भयो भने चाहिँ धुवा फाल्ने समस्याहरू आउन सक्छ। अब चाहिँ हामी सबै रिङहरूलाई पिस्टनमा लगाउनेछौँ। यो चाहिँ पिस्टन हो। यसमा हामी रिङ लगाउँछौँ। सबैभन्दा पहिला यो आयल रिङ लगाउनु पर्ने हुन्छ। आयल रिङको बिचमा लाग्नेलाई कम्प्रेसर रिङ भन्छन्। यो कम्प्रेसर रिङलाई चाहिँ हामी डब्लु बनाएर लगाउँछौँ। यस तरिकाले लगाएपछि राम्रो हुन्छ। यो लगाइसकेपछि हामी यसमा लगाउँछौँ अब आयल रिङ। आयल रिङ दुईवटा हुन्छन्। कम्प्रेसर रिङको तल माथि लागेको हुन्छ। यस्तो सजिलो गरेर लगाउँछौँ हामी। यसको मुखलाई हेर्छौँ अनि ट्याक्क मिलाउनु पर्ने ठाउँ मिलाउँछौँ। अनि यसलाई यहाँ राखिसकेपछि अब अर्को आयल रिङ लगाउँछौँ हामी। यो आयल रिङलाई पनि त्यही तरिकाले सबभन्दा तलको साइडमा लगाउँछौँ। त्यसको अपोजिट साइडमा मुख राख्नुपर्ने हुन्छ। यसलाई पनि त्यही तरिकाले लगाइसकेपछि भइहाल्छ। अनि हामीलाई यसलाई मिलाउनु पर्ने हुन्छ। अनि अब हामी लगाउँछौँ टप 2 चाहिँ उल्टो सुल्टो हुन्छ। यसमा ठ्याक्क लेखेको भाग चाहिँ माथितिर राख्नुपर्ने हुन्छ। यो लगाउने तरिका पनि सजिलै छ, तर यो हल्का हार्ड हुन्छ। यस्तो तरिकाले लगाउने। अनि यसलाई हामी ठ्याक्कै त्यो राखेर हामी टप 1 लगाउँछौँ। टप 1 पनि त्यही सिस्टम हुन्छ। टप लेखिएको हुन्छ, लेखेको भागलाई चाहिँ माथि राख्नुपर्ने हुन्छ। अनि त्यही तरिकाले यसरी सजिलो तरिकाले लाग्छ। लगाइसकेपछि हामी यसलाई मिलाउनु पर्छ। टप 1 लाई चाहिँ इनलेटतिर, अनि टप 2 लाई चाहिँ एक्जस्टतिर लगाउनु पर्ने हुन्छ। अनि ओइलिङहरू चाहिँ अपोजिट डाइरेक्सनमा मुखहरू राख्नुपर्ने हुन्छ। एउटालाई यता अनि अर्कोलाई यता। यो तरिकाले पिस्टन रिङहरू सेट गरिएपछि चाहिँ तपाईँहरूको गाडीमा समस्या आउँदैन। धुवा फाल्ने समस्याहरू कम हुन्छ। यस्तै भिडियो हेर्नको लागि सब्सक्राइब गर्न नबिर्सनु।